ल आज चाहिँ यहाँ मासु पोली खान आएको। मासु पोली खान र मासु पोलेर रुममा लगेर खानुपर्ने प्लान भइरहेछ। यहाँ चाहिँ मासु पोल्ने ठाउँ रहेछ है, हेर्नै म देखाइदिन्छु। थुप्रै पाउँदो रहेछ मान्छेहरू। प्रणेश भाइ, यहाँ चाहिँ हाम्रो यो देखेकोमा चाहिँ हाम्रो मासु पोल्दैछ है। कान लिएर आएको, पोलेर रुममा लगेर खानुको लागि। ल नमस्ते नमस्ते। सेवारो के लिम्बूहरू हो? के लिम्बू? कन्दङमा दुईजनै। उहाँ चाहिँ ए हो मासु पोले भन्दैछ। यहाँ हाम्रो अङ्कलले मासु पोल्दैछ। कान आजको हाम्रो यो प्लान चाहिँ चटपटे हो। आन्टी चटपटे कस्तो भयो? राम्रो छ? राम्रो छ हो। ल आन्टीको दोकानमा चटपटे बनाएको। यो आन्टीको दोकानमा मासु पोल्दै गरेको। म चटपटे त खान्न यार। मिठो बनाउँछ नि अब। कस्तो छ? राम्रो छ? चटपटे खायो। कस्तो मासु? यहाँ मासु पोली खाने मात्रै आउने? हजुर। भनेपछि गान नाचगान हुन्छ बेलुका? दिउँसोतिर अब केटीहरू आउँछ नाचगान गर्छ। बेलुका चाहिँ कतिको मान्छे आउँछ? बेलुका आउँछ मान्छे। ल तपाईँकोमा चाहिँ के पाइन्छ यहाँ? मासु यहीँ भुटेर खानु पाइन्छ कि मासु लिएर आउने कि अथवा यहीँ पनि पाइन्छ? ए हो। ल को आउने छ नि? यहाँ चाहिँ मासु यहीँ पाइन्छ अरे हाम्रो आन्टीकोमा। राम्रो बनाउँदो रहेछ। रमाइलो गर्छ केटीहरू, केटाहरू आउँछ है। यो मासु दोकान कहाँ रहेछ? ए यहाँ रहेछ मासुको दोकान। यहाँ चाहिँ मासु पाउँला चाहिँ खुल्ला। यो नाम चाहिँ यहाँ धेरै वर्ष त कम्ती छैन रहेछ त घर त। मासु पोली दिने, मासु पोली खाने जग्गा त। यहाँ चाहिँ भाइले अछाउँदो रहेछ। यहाँ पुरा कार्पेट अछाएर यहाँ चाहिँ बसेर खानुपर्ने रहेछ हावा खाँदै। ल जे पनि यसो भयो भने मजाको ठाउँ रहेछ हौ। यसो आएर रिल्याक्स गर्ने जग्गा चाहिँ राम्रो रहेछ यहाँ। ल हाम्रो चाहिँ रेडी भयो है। रेडी भएर काट्दैछन्। ए आन्टीले कान, सुँगुरको कान। मान्छे धेरै आउँदो रहेछ। यहाँ भित्र डान्स हुँदैछ, डान्स। मासु चाहिँ कति खाने भनेर कान खान। आज कानै नपाउँदो रहेछ। फेरि सबै ठेक्कामा लाँदो रहेछ। ल राम्रो चाहिँ रेडी भयो। अब लागेको रुमती घरतिर।
पत्री बजार है हाम्रो पत्री बजार सिर्जा मान्छे होला अहिले सेलेपछि